नमस्कार साथीहरू, स्वागत छ तपाईहरूलाई कथावाचकमा, जहाँ कथाहरू बोल्छन्, कल्पनाले उडान भर्छ र हरेक कथामा हुन्छ एउटा सन्देश। डरलाग्दो अनि रमाइला र मन छुने कथाहरू सुन्न कथावाचकलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। कथा सुरु गरौँ। मेरो प्यारो देश। सागर नामको एउटा सानो केटो काठमाडौँमा बस्दथ्यो। सागरलाई आफ्नो देश नेपालमाथि धेरै माया थियो। ऊ सधैँ आफ्नो स्कुलमा नेपाली झन्डा बोकेर जान्थ्यो। एक दिन स्कुलमा राष्ट्र दिवसको कार्यक्रम भयो। शिक्षकले सबै विद्यार्थीलाई सोधे, तिमीहरूलाई आफ्नो देशसँग कस्तो माया छ? सागर अगाडि आएर भने, मेरो देश मेरो घर जस्तै छ। मैले यहाँका पहाड, नदी, जङ्गल र जनतालाई सधैँ माया गर्छु। म ठुलो भएर मेरो देशलाई राम्रो बनाउनेछु। त्यस्तो राम्रो उत्तर सुनेर सागरका शिक्षक तथा शिक्षिका अनि उसकै कक्षामा भएका उसका साथीभाइहरूले उसको लागि भनेर ताली पिटेर धन्यवाद भने। तिम्रो देशको लागि माया एकदमै धेरै रहेछ। हामी पनि तिमीबाट हाम्रो देशलाई माया तथा सम्मान गर्न सिक्नेछौँ। त्यो दिनदेखि सागरले सानो कुरासँगै आफ्नो देशमा सेवा गर्न सुरु गर्यो। रुख रोप्न, फोहोर नफाल्न र साथीहरूसँग मिलेर देशको लागि राम्रो काम गर्न थाल्यो। सागरले बुझ्यो, देशप्रतिको साँचो माया केवल शब्दमा मात्र होइन, व्यवहारमा पनि देखाउनु पर्छ। र त्यही दिनदेखि सागर सधैँ भन्थ्यो, मेरो देश मेरो गर्व, जय नेपाल। अब यो कथाबाट हामीले सिकेको शिक्षा के हो त? देश हाम्रो नेपाल भनेको, सबै नेपाल भनेको हाम्रो घर हो। यसलाई जोगाउनु भनेको हाम्रो कर्तव्य हो। रुख रोप्नु, सरसफाइ गर्नु र नियम पालना गर्नु पनि देश सेवा हो। धन्यवाद। यस्तै कथाहरू सुन्नको लागि कथावाचकलाई लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। र याद राख्नु, म हो कथावाचक, जहाँ कथा जिउँदा हुन्छन्। धन्यवाद।